ज्ञानबहादुर शाहीलाई यस सभाका माननीय सदस्य सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। समय 10 मिनेट। सम्माननीय सभामुख महोदय, आज हामी विषम परिस्थितिमा यो रोस्टममा उभिएका छौँ। सम्माननीय सभामुख महोदय, सत्ताको खेल त चलिरहन्छ। सरकारहरू आउँछन् जान्छन्, यो कुनै नौलो कुरो होइन। पार्टीहरू बन्छन् र भत्किन्छन्, यो पनि नौलो कुरो होइन। तर देश रहनुपर्छ, अनुशासन रहनुपर्छ, यो मुलुकको चन्द्र सूर्य चम्किरहनुपर्छ, यो देशको राष्ट्रियता र राष्ट्रवाद अमर रहिरहनुपर्छ। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित संसदमा उभिएर एउटा स्पष्ट कुरा भन्न चाहन्छु। संसदमा सङ्ख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ। सङ्ख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइरहन काम लाग्दछ। सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै वर्तमान व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको र श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा विश्वास गर्ने सम्वर्धनवादी दल हो। हामीले नेपालमा सम्वर्धनवादको महत्त्वपूर्ण पाटोको रूपमा रहेको राष्ट्र संस्था सहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको पुनःस्थापना र आर्थिक हिसाबले बोजिलो र मुलुकमा आवश्यकता बिना भित्राएको संहिताको खारेजी जस्ता शासकीय स्वरूपमा आमूल परिवर्तनका मुद्दाहरू बोकेको हुँदा केवल एक थान उपसभामुखको पद हाम्रो प्राथमिकता नै थिएन र छैन पनि। तथापि संसदको सबभन्दा ठुलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुङ्गोमा पुगेका थियौँ। यसै सन्दर्भमा हिजो बिहान एकातिर उपसभामुखको निर्वाचन सम्बन्धी छलफलमा अन्य प्रतिपक्षी दलहरूले रापरपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने अर्कातिर रासपा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि रापरपा संसदीय दलको सर्वसम्मत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौँ। सम्माननीय सभामुख महोदय, आजको हाम्रो उम्मेदवारीले राजनीतिकमा स्पष्ट कित्ता क्लियर बनाएको छ। हिजोका पुराना र भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भए तापनि उनीहरूको बीचको नीतिगत सिद्धान्त र विचारको नाभि एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ। सम्माननीय सभामुख महोदय, यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बीचको स्पष्ट कित्ता छुटिएकोमा हामीले महसुस गरेका छौँ। हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको पदका लागि मात्र थिएन। यो त आयातित व्यवस्था मान्नेहरू र विदेशीहरूको गोटी भइरहनेहरूका प्रवृत्तिका विरुद्ध र श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई शिरमा धारण गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियान बीचको स्पष्ट भिन्नता छुट्याउने एउटा ऐतिहासिक परीक्षा थियो, जुन परीक्षामा हामी सहभागी भइरहेछौँ र हामी सफल पनि भएका छौँ। सम्माननीय सभामुख महोदय, सुशासन कायम होस्, राजनीतिक रोजगारी सिर्जना होस्, भ्रष्टाचार नियन्त्रण होस्, यी सबै प्रयासहरूमा हामी स्वागत गर्छौँ र साथसाथै साथ पनि दिन्छौँ। तर प्रश्न उठ्छ, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, परिचय हाम्रो रहला कहाँ पहिचान नै नभए। आज राष्ट्रको पहिचान खोसिएको छ। आज नेपथ्यबाट दबिएको यो आवाजलाई मूलधारमा ल्याउन, संसारभर सुनाउन हामी यहाँ उभिएका छौँ। हामी 5 पाण्डवको भूमिकामा छौँ। हामी 5 जना सांसद मात्र होइनौँ। सम्माननीय सभामुख महोदय, यो त राष्ट्र र राष्ट्रियता जोगाउन, मुलुकलाई सत्मार्गमा डोर्याउने एउटै हातका 5 औँला हौँ। आजको यथार्थ के छ? यो देशको राष्ट्रपति आर्यवर्गबाट हुनुहुन्छ, यो देशको उपराष्ट्रपति पनि त्यही वर्गबाट हुनुहुन्छ, देशको प्रधानमन्त्री पनि त्यही वर्गबाट हुनुहुन्छ, सभामुख पनि त्यही वर्गबाट हुनुहुन्छ, राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष सबै यही वर्गबाट छन्। हुँदा हुँदा सुरक्षाका प्रमुखहरू पनि त्यही वर्गबाट छन्। अनि कसरी भनिन्छ 36% झन्डै 1 करोड जनजातीय आदिवासीको प्रतिनिधित्व छ भनेर? कहाँ छ त्यो प्रतिनिधित्व?
के यो देशमा जनजाति र आदिवासीको होइन यो देश? संविधानले व्यवस्था गरेको समानता र समावेशता कहाँ छ? यो त केवल कागजको खोस्टोमा मात्र सीमित भयो। हामीले एउटा जनजातिको छोरीलाई अगाडि बढायौँ, त्यो केवल व्यक्तिको प्रश्न थिएन, त्यो त सम्पूर्ण समुदायको आवाज थियो, पहिचानको सङ्घर्ष थियो। तर फेरि पनि त्यो आवाज दबाइयो, केही छैन। पानी बग्दै गर्छ, हावा चल्दै गर्छ, तर प्रश्न यो हो, त्यो हावाको बेग कतातिर बगिरहेको छ, कसका पक्षमा बगिरहेको छ? यदि त्यो हावा सधैँ एउटै वर्गतिर मात्रै बगिरहने हो भने यो देशमा समानता कहिले आउँछ अनि न्याय कहिले स्थापित हुन्छ? एउटा युवा, भर्खरको युवा नेपालको छोरी यो देशको उपसभामुख हुँदै हुनुहुन्छ। यसमा हामीलाई कुनै आपत्ति छैन। हाम्रो साथ र समर्थनले बरु यसमा सुनमा सुगन्ध थप्नेछ भन्ने अपेक्षा गरेका थियौँ। तर त्यस्ता पदहरूमा सबैको साथ समर्थन लिएर अगाडि बढ्दा अझ राम्रो सन्देश जाने थियो। तर तपाईँहरूकै धोकाका कारणले त्यो हुन सकेन। तर खैर केही छैन। याद राख्नुहोला, समावेशी सहमति प्रजातन्त्रको मूल आधार हो। बहुमत र अल्पमत बीचको सहमति र सम्झौता प्रजातन्त्रको आत्मा हो। यो बचाइराख्नु हामी सबैको कर्तव्य हो। यो कर्तव्य हामी निर्वाह गर्छौँ, यसमा हामी डगमगाउँदैनौँ। खैर यो केवल उपसभामुख पदको मात्र थिएन, खैर यो केवल उपसभामुख पदको उम्मेदवारी मात्रै थिएन, यो त दुई धार बीचको स्पष्ट रेखा थियो। एकातिर राष्ट्रवादी कित्ता, अर्कोतिर विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता। आज त्यो परीक्षा सम्पन्न भएको छ। कुन कित्ता कहाँ उभिएको छ त्यो स्पष्ट भएको छ। नेपाली जनताले देखेका छन्, आज सिङ्गो संसारले देखेको छ राष्ट्रवादी कित्ता कहाँ छ र विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता कहाँ छ। तपाईँहरूलाई कतै रापरपाले उपसभामुख जित्यो भने, संवैधानिक परिषदको सदस्य बन्यो भने राष्ट्र संस्था पुनर्स्थापनाको बहसलाई एक खुट्किलो अगाडि बढ्नेछ भन्ने डर रहेछ। प्रदेश संरचना खारेज गर्ने अभियानमा एक कदम चाल्नेछ भन्ने चिन्ता रहेछ। हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन परम्परामा आधारित धर्म सापेक्ष राष्ट्रको बहसलाई अगाडि बनाउँछ भन्ने त्रास रहेछ। सायद तपाईँलाई लागेछ हामी तपाईँहरूकै डाइभर्सिटीमा बसेर मुलुकलाई राष्ट्रवादी दिशातर्फ अघि बढाउँछन् कि भन्ने डर र तपाईँहरूकै मुटुभित्र बसेर आयातित विदेशीहरूले ल्याएको आयातित व्यवस्थाको धड्कन बन्द गरिदिन्छौँ भन्ने त्रास रहेछ। तर आज यस संसदको रोस्टरमा म स्पष्ट भन्न चाहन्छु, यो काम हामी तपाईँहरूसँग मिलेर पनि गर्न सक्थ्यौँ र गर्थ्यौँ पनि। हामी पद पाए भन्दैमा पछि हट्ने थिएनौँ। राष्ट्रको पहिचान स्थापित गर्ने महाअभियानको कदम अगाडि चाल्ने थियौँ र तपाईँहरूको सहकार्यको बाटो खोज्थ्यौँ र साथमै लिएर अगाडि बढ्ने थियौँ। तर खैर सायद तपाईँहरूको बाध्यता थियो, सायद तपाईँहरूलाई त्यस्तो निर्णय गर्न बाध्य बनाइयो। हामीले त्यो अवस्थालाई बुझ्छौँ। त्यसैले असहमति हुँदाहुँदै पनि तपाईँहरूप्रति हाम्रो सदाशयता रहिरहनेछ र राष्ट्रका मुद्दाहरूमा हामी एकै ठाउँ, हामी सधैँ संवाद र सहकार्यको ढोका खुला राख्नेछौँ। आज तपाईँहरूसँग बहुमत छ, संसदको सङ्ख्या तपाईँहरूको पक्षमा छ, कुर्सीहरू भरिएका छन्। हाम्रा कुरा अहिले तपाईँहरूलाई सामान्य र हास्यपदक लाग्न सक्छ, तर समय बलवान हुन्छ। त्यो दिन आउनेछ जब यही शब्दहरू सत्य साबित हुनेछ। सम्माननीय सभामुख महोदय, एउटा कथन थियो, युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन् भने जस्तै राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदो रहेछ भन्ने कठोर यथार्थ बुझ्दैछु म। युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन् भने जस्तै राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदो रहेछ भन्ने कठोर यथार्थ बुझ्दैछु। अब बोलीभन्दा बढी सङ्केत बुझ्नुपर्ने कुरा सिक्दैछु, किनकि बोलीको कुनै भर हुँदो रहेनछ। पार्टी र विचार फरक भए पनि मैले सधैँ आदर्श मानेका व्यक्तित्वबाट सिकेको यो राजनीतिक संस्कारका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, बलियो प्रतिपक्ष बिना कुनै पनि सरकार दीर्घकालीन रूपमा सुरक्षित रहँदैन। प्रतिपक्ष बिनाको सरकार त्यति राम्रो हुँदैन। प्रतिपक्ष बिनाको कुनै पनि सरकार दीर्घकालीन रूपमा सुरक्षित रहँदैन। बलियो प्रतिपक्ष नै प्रजातन्त्रको सुन्दरता हो। त्यसैले हामी सङ्ख्यामा कम भए पनि विचारमा बलिया छौँ। हामीले यो संसदको बलियो प्रतिपक्षको भूमिका खेल्नेछौँ र प्रतिपक्षमा रहन्छौँ पनि। प्रजातन्त्रलाई फुल्ल र फुलाउन, अझै सुन्दर बनाउन अहम भूमिका खेल्नेछौँ। प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। त्यसैले यो सरकारलाई बलियो प्रतिपक्ष भएर सहयोग गर्छौँ। र सम्माननीय सभामुख महोदय, आज यो रोस्टरमा उभिँदै गर्दा राजनीति अलिअलि सिकियो, कस्तो हुँदो रहेछ राजनीति भन्ने कुरा सिकियो र बुझियो पनि। तर याद रहोस्, यो राजनीतिक सधैँ नदी पनि सधैँ एउटै बेगमा बगिरहँदैन, काहीँ थुनिनुपर्छ र काहीँ ताल तलैयामा मिसिनुपर्छ। र सधैँ हामी पाँच मात्रै हुने छैनौँ। र याद रहोस्, राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो शक्ति हो। 2064 सालको स्थापनापछि
सशस्त्र सङ्घर्षबाट आएको माओवादीले पनि पतन गर्न नसकेको शक्ति हो। यो शक्ति लुज हुँदैन हो। खैर हामीले एउटा विश्वासले आत्मसात राखेका थियौँ, त्यो विश्वासका साथ हामी अगाडि बढ्छौँ। अरू कसैलाई केही भन्नु छैन, केही गुनासो छैन। हामीले अघि नै भनिसक्यौँ, तपाईँको बाध्यता बुझेका छौँ, त्यो बाध्यतालाई आत्मसात गरेका छौँ र तपाईँहरूसँग सहकार्य गर्ने बाटो खुला छ। तर संसद सधैँ सत्ता पक्षको होइन, संसद प्रतिपक्षमा बसेर हाम्रो भूमिका निर्वाह गर्छौँ। त्यही भएर सम्माननीय सभामुख महोदय, हामीले जनजातिबाट, त्यो पनि नेपालकै लोपमुमरक जातिबाट, हेल्मो भन्ने समुदायबाट प्रतिनिधि सभाको उपसभामुखको पदको हामीले उम्मेदवारी दिएका छौँ। सम्माननीय सभामुख महोदयको अनुमतिमा यस सभाका माननीय सदस्य सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछौँ। बाँकी तपाईँहरूको इच्छा, सोच गर्नुहोस्, विचार गर्नुहोस्। जय राष्ट्रवाद, जय नेपाल। हस्, धन्यवाद।